सङ्घर्ष होइन भ्रष्टाचार गर्ने लुट्ने भन्न चाहिँ केपी ओलीलाई चिन्छु। सङ्घर्ष गर्ने त को छैन, सबै लुटेर त छन् नि। नेपालमा लोकतन्त्र गणतन्त्र लिने जनतालाई बोल्न मिल्ने गराउने नेता को हो चिन्नु? यस्तो हुन्छ अहिले यतिखेर म चाहिँ मेरो भाइलाई मेरो त के को भाइ हो नि, न आमातिर न बातिर के को भाइ, त्यही सबैको सरकारी भाइलाई म एउटा कुरा सोध्न गइरहेको छु। हाम्रोतिर त सबै घन्टी भन्दैछन्। सबै घन्टी यहाँ त यहाँ जति छ घन्टी बाहेक मैले अरू केही सुन्ने छैन। तपाईँलाई राजनीतिको विषयबाट केही थाहा छ? केपी ओली 1 नम्बर भ्रष्ट, त्यसपछि शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, गगन थापा, कति भयो गर्दै हुनुहुन्छ नि। घन्टी बाहेक अरू हुन्छ। मतदान गरौँ न ल। मतदान भनेको घन्टीमै हो दाइ, घन्टी बजाउने भनेको घन्टी हो। दर्शकवृन्द नमस्कार, म कलाकार तेजेन्द्र परियार। आज यतिखेरको समयमा म काठमाडौँ स्थित होलीको दिन पारेर टुडीखेलमा आएको छु। मेरो साथमा अहिले यतिखेर म चाहिँ मेरो भाइलाई मेरो त के को भाइ हो नि, न आमातिर न बातिर के को भाइ, त्यही सबैको सरकारी भाइलाई म एउटा कुरा सोध्न गइरहेको छु। सबैले हेरेर रमाइलो साथ दिनु होला र अनि रमाइलो मानेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है, जतिवटा च्यानलबाट हेर्नुहुन्छ सबैलाई। भाइ स्वागत छ, नाम परिचय सहित। र धेरै धन्यवाद छ कलाकार मोडल हाम्रो तेजेन्द्र परियार दाइलाई। मेरो नाम नवराज बस्नेत, घर सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वार्ड नम्बर 4 हो। अनि विशेष गरी यहाँ भाइ न आमापट्टिको न मामापट्टिको न बापट्टिको भन्नुभयो, अब त्यो भन्न मिल्दैन। तपाईँ मेरो नजिकको मान्छे पनि हुनुहुन्छ, दाइ हुनुहुन्छ। नजिक त म अहिले यस्तै जोडेर बसेको छु त। अनि भाइ हुनलाई चाहिँ दाइ आमापट्टिकै भन्ने हुँदैन। हामी सबै नेपाली एउटै मन हौँ। यो बेलामा भनेको देशमा आज विशेष गरेर होली लागिरहेको छ र होली सँगसँगै होली त आज आउँछ जान्छ, तर विशेष गरेर चाहिँ अहिले चुनावको माहौल तातिरहेको छ एकदम। र यो बेलामा चाहिँ हामीले एकदम राम्रो मान्छे छान्ने, सही ठाउँमा मतदान गर्नुपर्ने एउटा अवसर चुनौती आएको छ र राम्रोलाई छानौँ भन्ने हो। हेर्नु तपाईँले केलाई मतदान गर्न अनुरोध गर्नुहुन्छ? म त घन्टी हो नि दाइ, कसलाई गर्छु नि यो बेलामा। घन्टी बाहेक अरू हुन्छ। मतदान गरौँ न ल। मतदान भनेको घन्टीमै हो दाइ, घन्टी बजाउने भनेको घन्टी हो। मलाई चिन्नुहुन्छ? तपाईँलाई चिन्छ, तपाईँलाई चिन्छ होइन? उहाँ कलौटे होइन, त्यस्तो भन्नु खोजेको होइन। तेजेन्द्र परियार होइन? तेजेन्द्र परियार हो होइन। रमाइलो निकनेम चाहिँ कलौटे भनेर चिन्दा पनि मलाई केही फरक पर्दैन होइन, तर चाहिँ तेजेन्द्र परियार चाहिँ हो मेरो चिन्नेको नाम, त्यही हो है। त्यही पनि होलीले पुरा। थ्याङ्क यू। हाम्रोतिर त सबै घन्टी भन्दैछन्। सबै घन्टी यहाँ त यहाँ जति छ घन्टी बाहेक मैले अरू केही सुन्ने छैन। तपाईँलाई राजनीतिको विषयबाट केही थाहा छ? राजनीतिको विषयमा यस्तो हुन्छ, अब थाहा त अब त्यति विधि नहोला होइन, तर अब यति विधि सङ्कट भइसकेपछि, देश यति सङ्कटमा गइसकेपछि अलिक एकपटक नयाँलाई हेर्नुपर्छ र अवसर दिनुपर्छ भन्ने हो। अब तपाईँ नयाँ हो? म नयाँ भने छ त, अब नयाँ घन्टी त नयाँ हो नि त, नयाँ पार्टी हो नि त, होइन होला? नयाँ पार्टी हो, तपाईँलाई थाहा छैन कि? हामीलाई त थाहा छ त। अब नेपालको सङ्घर्ष गर्ने नेता भनेर तपाईँले कसलाई चिन्नुहुन्छ अहिलेसम्मकै? सङ्घर्ष गर्ने नेता सङ्घर्ष होइन भ्रष्टाचार गर्ने लुट्ने भन्न चाहिँ केपी ओलीलाई चिन्छु। सङ्घर्ष गर्ने त को छैन, सबै लुटेर त छन् नि। नेपालमा लोकतन्त्र गणतन्त्र लिने जनतालाई बोल्न मिल्ने गराउने नेता को हो चिन्नु? यस्तो हुन्छ, पुष्पकमल दाहाल प्रचण्डलाई भन्छन् भन्न चाहिँ होइन, यसो अलिकति सङ्घर्ष गरे पनि उहाँको सङ्घर्ष नै के काम लाग्यो र अहिले होइन? उहाँले त हामीलाई बाहिर बोल्न मिल्ने, जनताका अगाडि बोल्न सक्ने, हाम्रो हक र अधिकार ल्याइदिने नेता हो नि त। तपाईँलाई थाहा छ? त्यो त हो। अनि त्योभन्दा पहिला चाहिँ तपाईँ बाहिर बोल्नै मिल्दैन थियो र, मिलिहाल्दैन बोल्न होइन? म त्यसै बोल्ने भन्दा पनि नेताहरू चिन्नुहुन्छ नै कोही भन्नु? म को चिज चिन्नु पर्छ, सबै चिन्छु नि। मान्छे नचिन्ने कुरो हुन्छ? 10 जना नेताको नाम सर्रै भन्नुहोस्, मैले तपाईँलाई बोल्ला मान्छु ल भन्नु। नेता भन्दा नि भ्रष्टाचारीको भन्नु न, भ्रष्टाचारी नेताको नाम भन्नु। होइन, नेपालका नेता भ्रष्टाचारी हुन् जो चोरबाट सुरु गर्दै गर्छु है त। 10 पुर्याउनु पर्ने केपी ओली 1 नम्बर भ्रष्ट, त्यसपछि शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, गगन थापा, कति भयो गर्दै हुनुहुन्छ नि। 6 जना पुगिसक्यो, कसरी 5 हिसाब गर्नुहोस्, औँला भाँच्नुहोस् त्यहाँ। मैले गरिरहेको छु। त्यसपछि अरू भनेको भ्रष्ट नेताहरूमा को छन्? अरू
6 जना पुर्याएँ होइन मैले। सरै नाम भन्नु भएन नि। त्यसपछि सरहरू त अनि यहाँ सोच्नुपर्छ फटट कहाँ आउँछ त हामीलाई। फटफट नाम भन्नु। ल तपाईँ भन्नुहोस् फटट 10 जनाको ल त। मैले त यसै भनिहाल्छु नि। ल भन्नु नभन्नु भए पहिला मैले तपाईँलाई म प्रश्नै गर्ने थिइनँ अनि। तपाईँ भन्नु न पहिला 6 तपाईँलाई जनाको म प्रश्नै गर्ने थिइनँ। तपाईँ नि के चोरैमा पर्छ क्या हो? तपाईँ चाहिँ चोर हो क्या जस्तो। तपाईँ भ्रष्टाचारी मध्येको एक जस्तो लाग्यो। तपाईँ यस्तो नेताहरूको आफ्ना नेताहरूको नाम लुकाउनु। होइन ल तपाईँ 5 जनाको भए पुर्याउनुहोस् ल। मैले 10 को भन्नुभयो 5 जना। मैले त भटटटै भन्छु नि। ल मैले त्यही भएर भटट भन्नु ल 6 जनाको भन्नुहोस्। मैले त चोर भनेर भन्दिनँ नि त। मैले त सम्मान गरेर बोल्छु। तपाईँ त चोर नेताहरू चोर नेता भ्रष्ट यी डाका चोर फटा तिनै डाका चोर हत्याराले चलाएको देशमा बसेर तपाईँ यस्तो कुरा गर्न मिल्छ? चलाएको देशमा तिनले चलाएको देशमा त यस्तो ध्वस्त भयो त। तिनीहरूले ध्वस्त बनाइयो त। तपाईँको के चोर दिए अहिलेसम्म कुन नेताले? यति देश लुटे यी देशमा भएको सबै विकास गर्ने ठाउँमा देश तपाईँको मात्रै होइन नि त। सिङ्गो नेपालीको देश हो। नेपालीको देश लुटे त। कुनै नेताहरूको नि त देश होला त। हो त लुटे त। चोर कसरी लुटे? तपाईँको के लुट्दे ल भन्नुहोस्? देश लुटे भन्छु तपाईँ के कुरो गर्नुहुन्छ फेरि? तपाईँको मात्रै देश हो र देश लुट्नलाई? अनि के मेरो मात्रै होइन सबै नेपालीको हो। अनि मेरो मात्रै आफूभन्दा अग्रज नेताहरूलाई सम्मान गरेर बोल्नु पर्छ। अग्रज ठुलो मान्छेहरूलाई चोर हत्याराहरूलाई सम्मान गर्न आउँदैन म। राम्रोलाई राम्रो भन्ने मान्छे हो। हेर्नुहोस् यी लुटेरा भ्रष्टाचारीहरूलाई तपाईँको नि खासै दिमाग गतिलो जस्तो लाग्यो। किन ल भन्नु त। तपाईँको नाम के अरे? किन चाहियो मलाई नाम? नमराज के अरे? के अरे? तपाईँले आफ्नै नाम त भन्न डराउनु भयो। अनि मेरो नाम अहिले सुरुमै मैले परिचय दिने बेला के अरे किन भन्ने भन्नुहोस् न। त्यो मजाकतिर नलाग्नुहोस् तपाईँ धेरै। होइन मजाक होइन के। अब मैले तपाईँलाई सोधेँ होइन मलाई तपाईँले सोध्नै पर्यो। मैले तपाईँलाई इन्टरभ्यू ल्याएँ कि तपाईँले मलाई? होइन दुईटैले लिने। तपाईँलाई थाहा छैन सोध्ने आइडिया कस्तो हो भन्ने? होइन तपाईँले ल एउटा राजनीतिको विषयबाट तपाईँले चाहिँ एउटा राजनीतिको विषयबाट केही व्याख्या गरेर मलाई सुनाउनुहोस् त ल। मलाई लगायत दर्शक। होइन मैले सुनाइसकेँ। अब फागुन 21 गते मतदान गर्ने हो होइन। म नि घर जान्छु। ट्याक्क घन्टीलाई भोट हाल्ने हो यो पालि। त्यसपछि नयाँ देशमा नयाँ मुहार फेरेर नयाँ तरिकाले हामी नयाँ देशले मुहार फेरेको हेर्ने। त्यो घन्टीले तपाईँलाई पैसा खुवायो क्या हो? पैसा बोल्नको लागि पैसा खुवाउनुपर्छ। तपाईँ कस्तो कुरा गर्नुहुन्छ? तपाईँ कसले प्रचण्डले पैसा खुवायो क्या तपाईँलाई? होइन मलाई त कसैलाई नि खुवाएन। म आफ्नो कमाइ खाएर यहाँ तपाईँलाई। हो म पनि आफ्नो कमाइ खाएर बोलिराखेको छु। अहिले त यहाँ चुनावको लागि त हामीले बोल्ने अधिकार छ नि त। बोल्ने अधिकार छ। तपाईँले एकलौटे घन्टीलाई मात्रै भन्नुहुन्छ। रवि लामिछानेलाई पनि त सहकारी ठग भनेर थुने त त्यत्रो समय के हो? तपाईँले यो विषयमा बोल्न सक्नुहुन्छ? सक्छु किन नसक्नु। सहकारी उसको आरोपमा गएको थुन्नेको हो बुझ्नुभयो नि। त्यस्तो होइन। तपाईँको नि खाइदिया हो त पैसा? मेरो सहकारीमा खाएको छैन त्यसरी। कसले खान्छ? अनि त्यसो भए अनि तपाईँलाई अनि नयाँ उसले गरेका ल योगदानहरू केही थाहा छ? रवि लामिछानेले गरेका योगदानहरू धेरै छन् नि। किन छैन? के छ ल भन्नु? विदेशमा बेचिएका महिलाहरू फिर्ता ल्याइरहेका छन्। पत्रकारिताको भूमिका गरेर पहिला पत्रकार हुँदा पत्रकार गरिरहँदाखेरि उसले कति राम्रो योगदान गरेछ तपाईँले हेर्नु भएको छैन? कस्तो तपाईँले हेर्नु भएको छैन? होइन म उनीहरूकै विषयमा बोलेर उनीहरूलाई अगाडि बढाउने त मै हो। तपाईँलाई के थाहा? अनि कहिले प्रचण्डले बोल्न दियो भन्नुहुन्छ, कहिले केपी ओली राम्रो मान्छे हाम्रो देशको ठुला मान्छेले सम्मान गर्ने भन्नुहुन्छ। यहाँ सुन्नु, सम्मान गर्न मिल्छ? तपाईँले पार्टीगत रूपमा भनिसक्नु भयो होइन। तर केपी ओली चोर भनेर। चोर मात्रै नि हत्यारा हो केपी ओली। चोर मात्रै भन्न पुग्छ? कसरी हत्यारा भयो? अनि यत्रो 76को हत्या गर्ने कसले हो त? मैले हो? कस्तो 76को उसले एक्लै हाने हो त? अनि कसले हो? सरकारमा प्रधानमन्त्री के तपाईँ हुनुहुन्थ्यो त्यतिखेर? सबै जनतै भेडै छन् त। अनि त्यसै लेडे पडपड गरेर लड्न गइसक्यो। त्यही भएर हानिदिएका हुन् क्या। त्यही भएर चाहिँ सिंहदरबार त्यही भएर जलेको केपी ओलीको घमण्डले बुझ्नुभयो नि? होइन केपी ओलीको जला त होइन नि त भाइ। नगर्ने उसको घमण्डले हो नि त। त्यो कारक तत्त्व त उसको कारण त त्यो हो नि त। नचाहिने अब कुरा नगर्नुहोस्। कारण तत्त्व भनेर ऊ मिनिस्टर हो भन्दैमा उसले एक्लै जला हो त? अनि मिनिस्टर भइसकेको छैन कसले चलाउँछ त? अनि तपाईँले चलाउनुहुन्छ त? देशको प्रमुख अभिभावक त ऊ हो नि त त्यतिखेरको। तपाईँलाई राजनीतिको विषयबाट त्यति थाहा रहन्छ। मैले तपाईँलाई पढाउन पर्ने स्थिति आयो होइन। लगाइज अहिलेको समयमा होइन। म धेरै उहाँसँग बोल्न चाहिनँ। क्लास दिनु न त। क्लास दिनुहोस् राजनीतिक विषयमा। ल मैले दिन्छु तपाईँलाई। यहाँ सुन्नु, तपाईँले मेरो माइक छुन पाउनुहुन्न। तपाईँलाई मैले इन्टरभ्यू ल्याए बेला तपाईँ बोल्ने नै होइन। होइन म तपाईँ धेरै अलि चोर माथि चण्डाल बन्न नखोज्नु। दुधको साँची बिरालो बन्न नखोज्नुहोस्। तपाईँ त्यस्तो होइन। ल तपाईँ 10 जना नेताको नाम भन्नुहोस् ल। मैले त यतिकै भन्छु। भन्नु नि त यतिकै भन्नु नि त। ल भन्नु। तपाईँले भन्नु न। तपाईँले मेरो कुरा गर्नु। भनिसैन तपाईँले जम्मा 5 जना नाम भन्नुभयो। 5 जना पनि त्यही गतिले मान्छ। 5 जना चोरको भने मैले नेता चोर नेताको भने राम्रो मान्छेको भन्नु पर्दैन। तपाईँको त केही चोर देखेन नि। यसरी बोल्न मिल्दैन। फेरि भोलि बिहान तपाईँलाई जेल सजाय हुन सक्छ। भए हुन्छ। हाम्रो आर्मी क्याम्पको अगाडि छौँ। यतापट्टि पनि यसो देखाउनु।
यत्रो पुरानो जेल भयो हुन्छ। अब चोरलाई चोर भन्दा जेल हुने भइयो भने त म जान्छु। हत्यारालाई हत्यारा भन्दा, चोरलाई चोर भन्दा, बलात्कारीलाई बलात्कारी भन्दा। केपी शर्माले आएर गोली हान्यो हो? कसलाई? मेरो प्रश्नको उत्तर दिनुहोस्। केपीले कहाँ गोली हानेको? अनि तपाईँले मान्छे मारो भन्दै हुनुहुन्छ। मान्छे मारेको उसले जिम्मा लिनु पर्दैन त? ऊ त्यहाँको प्राइम मिनिस्टर भएपछि जिम्मा लिने ठाउँै छैन त उसको, अनि उसले चलाउन लगाइदियो। तपाईँलाई थाहा रहन्छ बरु तपाईँ भन्नु गोली चलाउन लगाइदिएको अरूले हो, कसले हो? उसले होइन। कसले हो? प्रचण्ड यो केपी शर्माले होइन, अरूले। कसले? प्रचण्डले भन्दै हुनुहुन्छ त? प्रचण्डले हो? पुलिसकै ठुला मान्छेहरूले, आइजिबीहरूको त्यही भित्रको मान्छेहरूले। तपाईँलाई थाहा छ? अनि आइजिबी भएपछि प्रधानमन्त्री ऊ हो। अनि बुझेर त्यसमा बोल्नु उसले पर्यो रोक- क्या बुझेर राजनीतिक मैले विषय। बुझेर बोलेको हो। बुझेर बुझ्नुभयो नि? हो। तपाईँले अब के भन्न चाहनुहुन्छ? यो तपाईँलाई भोलि बिहान यो च्यानलबाट कतैबाट यस्तो चोरको आएर भन भनेर तपाईँलाई पक्राउ पुर्जी आएर पक्रियो भने त्यतिकै तपाईँ मान्छे जेल जान तयार पक्रा पुर्जी गर्नलाई के मैले मान्छे मारिरहेको छु, मैले बलात्कार तपाईँ गरेको छु, मैले बोलिहाल्नुभयो। तपाईँले भर भन्नु होइन, चोर भन्न पाइन्छ? चोरलाई चोर भन्न ज्यान पाइँदैन, मारा ज्यान मारा भन्न पाइँदैन। हो त्यसमा भन्दा आयो डाइरेक्ट भने त जान्छ त। नाम टिकाएर बोल्न त पाइन्न नि? पाइयो, मजाले पाइयो। किन पाइन्छ? पाइन्छ। अनि तपाईँले मलाई त्यत्तिकै चोर भन्न मिल्छ? तपाईँलाई भनेको हो, तपाईँलाई भनेको हो। अनि तपाईँलाई भने अनि मान्छेले चाहिँ नि हाम्रो नेपालमा यस्तै बोल्ने शैली अनि नभएकै कारणले केपीओली तपाईँको थाहा पाएको पाउनु भएन? दुर्गा प्रसाद दिनकै 3-4 चोटि जाँदै निस्कँदै गर्छ निस्किन त्यस्तै बोलेर। ऊ जति मैले बोलेछ तपाईँ त्योभन्दा नि बेसी बोलिसक्नु भयो। अनि केपीओली तपाईँको बाउ हो। मेरो बाउको कुरै छोडिदिनु। तपाईँ नि त त्यही हिजो बिहान त्यही केपी बा ड्याडी भन्दै हिँडेको थियो। मैले कहिले नै त्यो केपीओलीलाई बाउ कहिले पनि भन्न, त्यस्ता केपी चोर भ्रष्टलाई बाउ भन्नुभन्दा बरु मलाई ठिक जाति लाग्छ मलाई। बुझ्नुभयो नि? के कुरो गर्नुहुन्छ क्या तेजन्य परियार दाइ तपाईँ? ल गाइज होइन, अब मैले केही भन्न चाहिनँ। अनि लास्टमा के भन्नुहुन्छ त? अनि लास्टमा अब के हो? आउने मन्त्रीलाई, अब मन्त्री अबको को तपाईँलाई थाहा छ? प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहले कस्तो थाहा नहुने? बालेन शाहमा मन्त्री नभए तपाईँ के गर्नुहुन्छ? के गर्ने? केही नगई बालेन नहुने, नभए कस्तो नभए ल एउटा बाचा गर्नुहोस्। नभए भन्ने कुरो गर्ने तपाईँले भइहाल्छ नि यार। नहुन सक्ने सम्भावना सम्भावना कसरी हुन्छ? किन हुँदैन? तपाईँलाई थाहा छ? सबै जनता तपाईँ जस्तै हुन्छ नि, बुझ्ने छन्। ड्याङ्का ड्याङ घन्टी ल, छ। बालेन शाह प्रधानमन्त्री हुनलाई ल ठिक छ, ऊ पढाइको हिसाबबाट त बालेन शाह होला होइन, तपाईँ बालेन शाह होला होइन, तर योगदान के गर्यो? ल प्रधानमन्त्री हुने काम के गर्यो यति भन्दिनुहोस्। कसले? बालेन शाहले ल प्रधानमन्त्री हुने काम के गर्यो भन्दाखेरि पनि अब गर्छ देखाउनुहोस् गर्छ गर्छ होइन के गरेर देखाउनु यत्रो पर्यो नि। काठमाडौँ गरेको मान्छेलाई चाहिँ महानगरपालिकाको मेयर हुँदाखेरि पनि गरिरहेको छ नि त, राम्रो काम गरिरहेको छ। अब प्रधानमन्त्री भएपछि उसले गर्छ, भिजन उसको छ नि। के भिजन छ? ल भिजन सोद्धाखेरि अरू पत्रकारलाई सोद्धाखेरि नि, डाइरेक्ट अरूले सोद्धाखेरि नि उनीहरूलाई सोद्धा हामीले भिजन अहिले भनेर हुन्न, पछि भन्छौँ पछि भने भिजनले हुन्छ खै। भिजन भन्ने यस्तो हो, भिजन भनेको अब यी जस्तै केपी ओली जस्ता भ्रष्टहरू नेताहरूलाई चाहिँ पाखा लाएर यिनीहरूलाई समाप्त बनाएर जे हुन्छ त्यही राम्रो काम गर्ने। जसले जे भने नि केपी शर्मा ओलीले देशको नक्सासम्म बदलेर ऊ अटल भएर नछोडेर नक्सा कसरी बदलियो दाइ? तपाईँलाई थाहा होइन? केपी शर्मा ओलीले देश अडाइरहेको मान्छे, तपाईँलाई बरु के देश कहाँ अरू भाषी नेतालाई लागेर गिन्ती गर्दैन कहाँ कुनै केपी ओलीले देशले। कसरी अन्य अड्यायो? हाम्रो एसियाका जति पनि देशहरू छन् नि, त्यो देश मध्यभित्रको नेपाललाई जोगाउने भनेको एउटा केपी शर्मा ओली हो। कसरी जोगायो? बुझ्नुभयो? कुन एङ्गलबाट जोगायो? बुझ्नुभयो? राजनीति भनेको त्यत्तिकै हुन्छ। यहाँ एकछिन आएर हाई भाइरल भयो भन्दैमा हुन्छ? अब भाइरल तपाईँ कि म भएको? भाइरल त तपाईँ होला त। नेताहरू भाइरल भयो भन्दैमा देश बन्छ र अनि नेता भाइरल चाहिँ को भयो फेरि? अनि त्यही त भन्नु न। बनिहाल्छ नि, बन्छ कसरी बन्छ? बन्छ हेर्दै जान्न कसरी बन्छ। 21 पछिको चुनाव अब यो तेजेन्द्र परियारको यो इन्टरभ्यू जसले पनि हेर्ला कि, तर माटोकले यो कस्तो पत्रकार भन्ने हो के हो त्यो भनेको? हामी ठोकेर बोल्ने मान्छे हो तिमी। तपाईँ कसरी बोलेको? राम्रो कुरा सोद्धाखेरि नपज्ने अनि माटोक्ने भन्ने शब्द बोल्ने हो पत्रकार जस्तो मान्छे भएर? म पत्रकार हो त। अनि के हो? रमाइलो भिडियो, तिमीलाई रमाइलो भिडियो सोचेको भाइ। अनि मैले पनि रमाइलो सोचेको बुझ्यौ नि? अनि अलि होस पुऱ्याएर बोला, नेताहरूलाई हेला गर्ने। नेता चोरलाई चोर भन्छ। हिजो बिहान तपाईँ यो बालेन शाहको कोही बालेन शाहको विरोध गर्ने नि होला नि, कोही बाटा मार्क्स गर्ने कारणै छैन। आउला नि, केही पनि आउँदैन। केपी ओली चोर हत्यारा भन्दा मास लाएर हिँड्नु पर्यो भने जेल जानु पर्यो भने जान्छु म। त्यही हो हत्यारा लगाइज होइन अहिलेलाई भने। ल थ्याङ्क यू। भोट केमा देख्नुभयो? लगाइज होइन नराम्रो हो या देख्नुभयो? ल गुड। सबैजनाले घन्टीमा भोट हालेर साथ दिनु होला अरे साथीहरू है। अरेको मात्रै, मैले पनि घन्टीमै हो, तर चाहिँ मैले भाइले चाहिँ के बोल्छन् राजनीतिको विषयबाट धेरै बोल्छन् अरे भन्ने सुनेको भएर मैले सोचेको थिएँ। अरू बाँकी कुरा फेरि अरू दाइ र म नजिकको मान्छे, हामी एकै ठाउँ काम गर्ने मान्छे पनि हो
रमाइलोको लागि गरेको हो यो चुनावको माहौल त्यही हो होइन राजनीतिको विषयमा मलाई थाहा छ बोल्छन् थाहा अरे भन्नुभयो तर त्यस्तो थाहा त होइन तर मलाई केपी चोर भन्ने चाहिँ थाहा छ अरू चाहिँ त्यति विधि बुझेको छैन केपी मात्रै होइन नि त प्रचण्डले नि मान्छे त्यत्रो 16,000 मान्छे 17,000 मान्छे अब यो रमाइलोको लागि गरेको आज हामी होली विशेषमा आएका थियौँ त्यही हो अब भोट चाहिँ छानेर घन्टीमै हाल्नु होला है दाइ ल धन्यवाद